नमस्कार, म डाक्टर मदन भण्डारी, कन्सल्टेन्ट आयुर्वेद शल्य चिकित्सक। आज मलद्वारबाट रगत किन बग्छ भन्ने विषयमा थोरै चर्चा गरौँ। मलद्वारबाट रगत विभिन्न कारणहरूबाट बग्न सक्छ। अब हामीले सुनिरहेका पाइल्स, फिशर लगायतका रोगहरूमा पनि मलद्वारबाट रगत बग्न सक्छ। कहिलेकाहीँ मलद्वारबाट रगत बग्दाखेरि नदुख्ने पनि हुन सक्छ, जस्तो पाइल्सको अवस्थामा प्राय रगत बग्दाखेरि दुख्दैन भने फिशरको अवस्थामा भने दुख्न सक्छ। त्यसकारणले कहिलेकाहीँ दुखेको छैन, मलाई त रगत मात्रै बगेको भनेर त्यसलाई सामान्य रूपमा नलिउँ। कहिलेकाहीँ मलद्वारको क्यान्सर भयो भने पनि रगत बग्न सक्छ, नदुख्न सक्छ। त्यसैले मलद्वारबाट रगत बग्नु भनेको एउटा गम्भीर लक्षण हो। यो लक्षण के कारणले भइरहेको छ त? पाइल्सको कारणले हो, फिशरको कारणले हो, अथवा कहिलेकाहीँ बेनो निक्लिने समस्या भन्छौँ, जसलाई रेक्टल प्रोल्याप्स भनिन्छ, त्यो बेनो निक्लिने समस्याको कारणले गर्दा हो, अथवा मलद्वारको क्यान्सरको कारणले गर्दा हो। यो के कारणले गर्दा मलद्वारबाट रगत आइरहेको छ, अथवा कहिलेकाहीँ आन्द्रा सुन्निएर, जसलाई प्रोक्टाइटिस, अल्सरेटिभ कोलाइटिस भन्ने गरिन्छ, कि ती कारणले गर्दाखेरि मलद्वारबाट रगत निस्किएको छ, त्यो कुरामा चाहिँ हामीले डाक्टरसँग सल्लाह लिएर त्यसअनुसार उपचार गर्नुपर्दछ। धन्यवाद।